हजुरहरू घर आउँदा, प्रदेशबाट घर आउँदा, तराईबाट घर आउँदा हेर्नुहुनेछ यहाँ एकदम मन्दिरको सुन्दरता। अनि गेट, यहाँ एउटा गेट बनाउने पनि हाम्रो योजना छ। यो गेटका लागि पहिला रेलिङ बनाउनु पर्ने, यो माथितिर चाहिँ अलिकति वाल हाल्नु पर्ने, किनभने बर्खाको याममा यहाँबाट फोहोर फाहार अनि माटोहरू आएर यो आँगन पुरै झारपातले भरिने भए हुनाले यसको लागि अलि चन्दा रकम कम पर्ने अवस्था देखिएको छ र हजुरहरू सबैले यसमा पुनः सहयोग गर्नुहुनेछ भन्ने यो मन्दिर निर्माण समितिले अत्यन्त आशा बोकेका छन्। र जतिले यहाँ सहयोग गर्नुभएको छ, आर्थिक रूपमा, भौतिक रूपमा, श्रमदानका रूपमा, आस्थाका रूपमा सहयोग गर्नुभएको छ, ती सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै हाम्रो समिति अत्यन्त खुसी भएको छ। यो भगवानप्रतिको आस्था हराउँदै गइरहेको यो समयमा यसरी हाम्रा ग्रामीण देवता, पूजनीय देवताहरूप्रति श्रद्धा राखेर जति पनि सहयोग गर्नुभएको छ, हामीलाई आशा छ पुनः गर्नुहुनेछ र यो धार्मिक आस्था बढ्दै जाओस्, हजुरहरूको कल्याण होस्, सुखी रहनुहोला, सुस्वास्थ्य रहनुहोला भन्ने कामनाका साथ मण्डलिक बाबाले सम्पूर्णको कल्याण गरून् भन्ने चाहन्छु। नमस्कार सम्पूर्ण यो भिडियो हेर्ने आदरणीय दर्शक वृन्दहरुमा हार्दिक नमस्कार गर्न चाहन्छु। आज म आएको छु गन्याबधुरा गाउँपालिका 1 मतकटे टोलमा अहिले निर्माणाधीन अवस्थामा रहेको मण्डलिक बाबाको देवघर के कति निर्माण भयो, यहाँहरू सबैले सहयोग गर्नुभएको थियो। तपाईहरुलाई पनि खुल्दुली हुन सक्छ। हामीले दान गरेको पैसा सही ठाउँमा सदुपयोग भएको छ कि छैन, जो मन्दिरप्रति हजुरहरूले आस्था राखेर हामीलाई सहयोग गर्नुभएको थियो, निर्माण समितिलाई सहयोग गर्नुभएको थियो, यो कुन अवस्थामा रहेको छ भन्ने विषयलाई यहाँहरूमाझ म देखाउनका लागि आएको छु। यो भिडियो हेर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरुमा सादर नमस्कार। हाम्रा आराध्य देव मणिलेक देवताको मन्दिर निर्माण कार्य जारी छ। योभन्दा पहिला पनि यहाँ मन्दिर पूर्वकालदेखि नै मन्दिर भएको अवस्था हो र त्यसपछि त्यो मन्दिर जीर्णोद्धार गर्नुपर्ने अवस्था आयो र अहिले चाहिँ सम्पूर्ण यो मणिलेक देवताप्रति आस्था राख्नुहुने र भगवानप्रति आस्था राख्नुहुने हाम्रा सम्पूर्ण भक्तजनहरूले, सम्पूर्ण ग्रामवासीहरूले, यो मतकटे गाउँका सम्पूर्ण व्यक्तित्वहरूको सहयोग र मतकटे गाउँभन्दा बाहिरका सम्पूर्ण व्यक्तिहरूको सहयोग, देश विदेशमा रहेका मणिलेक देवताप्रति आस्था राख्नुहुने भक्तजनहरूले जुन आर्थिक चन्दा दान गर्नुभएको छ, हजुरहरूको चन्दा दानले गर्दा यो मन्दिर अहिले यो अवस्थामा हामी पुर्याउन सफल भएका छौँ। यहाँका वृद्ध, युवा अनि महिला सबैको देवताप्रतिको आस्था र विश्वासले गर्दा यहाँ चन्दा दान पनि धेरै प्राप्त भएको छ र श्रमदान पनि वृद्ध व्यक्तित्वहरू पनि लागिराख्नु भएको छ। रात दिन यहीँ बसेर यहीँ चाहिँ नै आफ्नो सम्पूर्ण समय अर्पण गरेर देवताप्रति यस्तो आस्था राख्नु भएकोमा हामी अत्यन्त खुसी भएका छौँ। सबै चन्दादातालाई सहित मेरो तर्फबाट नमस्कार छ। यो देवता हाम्रो गाउँको ग्रामीण देवता मणिलेक बाबा भन्ने देवता हो। धेरै ठुलो पुरानो इतिहास अब अग्रज साथीले काकाले भनिसक्नु भएको छ। यो अब बनाउने यो कसो हो कि हाम्रो पुरानो परम्परा कसो थियो भने हामीले कसै गाई गोरु बिमारी हुँदा अथवा मान्छे बिमारी हुँदा कुनै चिज पनि हामीले यसको भक्कल गरेपछि हाम्रो मनोकामना पुरा हुने भएको हुनाले ठुलो शक्तिशाली देवता भए हुनाले यो अगाडि यो मन्दिर जस्तो मन्दिर टाइपको मन्दिर थियो, त्यसलाई बनाउनु पर्ने भयो। हामीले गोठपाण भएको गोठे फुल सहित बस्ने, तर तल गोठमा गोठे फुल बस्ने र माथि देवता बस्ने भएको हुँदा त्यसै टाइपको बनाउनु पर्या हुनाले हामीले यसको पाइला चालेका हौँ। अब 4 लाखको हाराहारीमा हाम्रो अहिलेसम्मलाई यो संरचना तयार भइरहेको हुँदैछ। अरू हाम्रो घेरबाड यतातिर घेरबाड बाख्रा गाई गोरु नजाउनु भन्नको लागि फुल लगाउने संरक्षण गर्ने त्यसको लागि हामीले अहिले 2.5-3 लाखको लगभग पैसाको कमी भए हुनाले हामीले सबैसित अनुरोध गर्ने पनि म अध्यक्ष भएको नाताले सबैलाई म धन्यवाद पनि भन्न चाहन्छु। र अब हजुरले सहयोग देश विदेशबाट सबैले हाम्रा जो
अग्रज जो बुद्धिजीवी महानुभाव भक्तजन हुनुहुन्थ्यो, उहाँले सबैले उहाँको तर्फबाट सहयोग राम्रै भए हुनाले सबैलाई धन्यवाद पनि म भन्न चाहन्छु। पुनः धन्यवाद भन्दै म यतिकै मण्डलिक बाबाले सम्पूर्ण दाताहरूको रक्षा गर्नुहुनेछ भन्ने पनि हामीले विश्वास लिएका छौँ। हजुरहरूले जुन दान गर्नुभएको छ, चन्दा दान गर्नुभएको छ, त्यो महादान हो। यो जति चन्दा दान गर्नुभएको छ यो रकमले हामी यो मन्दिरको अवस्था यहाँसम्म पुर्याउन सफल भएका छौँ र बाँकी पनि अझै हाम्रो धेरै काम बाँकी छ। वाल हाल्नु पर्ने छ, यो सडक पेटी बनाउनु पर्ने छ, झ्याल ढोका पनि अपुरो भएको छ र त्यो पुरा गर्नका लागि पनि अझै यो रकम कम पर्ने अवस्था देखिएको हुँदा पुनः अन्य महानुभावहरूले पनि जुन जुन व्यक्तित्वहरूलाई श्रद्धा आउँछ, भगवानप्रति आस्था राख्नुहुन्छ भने अझै पनि यहाँ सहयोगको अपेक्षा गरिएको छ। मन्दिरको जति हाम्रो योजनामा छ त्यो काम पुरा गर्नका लागि अझै आर्थिक सहयोगको अभाव भएको हुनाले हामी अनुरोध गर्न चाहन्छौँ कि अझै जतिले दान गर्नुभएको छ उहाँको दान बिल्कुल यहाँ कतै पनि खेर गएको छैन, सम्पूर्ण लगानीमा छ। महँगाईको जमाना छ, यति ठुलो मन्दिर निर्माण गर्न रकम चाहिँ अति नै चाहिँदो रहेछ भन्ने पनि हामीले अनुभव गरेका छौँ र हजुरहरूले जति दान गर्नुभएको छ त्यसको सम्पूर्ण सदुपयोग भएको हामीले देखेका छौँ र फेरि पनि दान गर्नुहुनेछ भन्ने आशा पनि लिएका छौँ।